त यही बाटै दिनु हुँदो रहेछ सजिलो हो कि यो बाटो चाहिँ हो कि यो गेटमा सानसानो यो गेटमा सजिनुपर्छ यो होला तल तिमीले देखेकै थिएन नि त्यो बाटो गएको भए होइन दुखान छान भनेर यत्रो ठुलो लेखेको छ क्या बोर्डै मैले त्यो उताउति गरेर जाम भनेर कति मिठो बास्ना आयो आनन्द मेन पानी र हाम्रो अब चाहिँ असली पहाड सुरु भयो हामी चाहिँ गाउँले दाजुभाइ एउटै ठाउँमा हुर्केका दाजुभाइ मिलेर अहिले हिँडिरहेको छ नि हाम्रो अहिलेको जल्दो बल्दो युवा हाम्रो कोदोलाई चाहिँ ब्रान्डिङ गर्नुपर्छ भन्ने पक्षमा पिज्जा भन्दा पनि एकदम माथि पुर्याउनुपर्छ भन्ने चाहिँ उहाँको लक्ष्य छ अहिले भोक लाग्ला जस्तो भयो त्यहाँ ए अरू फर्किसके सबै फर्किसके हामी बल्ल जाँदैछौँ केही भन्ने छ पुरन्दै केटाहरू चाहिँ थाकेर यसो पानी सानी खाएर बस्ने भनेर यहाँनिर बसेछ थाक्यो हामी आधा बाटो नै आइयो होइन यस्तो छ जङ्गल हाम्रो बाजे पढा बनायो त त्यो केरा खान लागि केरा पढाएर त त्यसो जान्थ्यो यार बिच बाटोमा आइयो है यस्तो पानी पनि यहाँ त तर आज कस्तो मजाले घाम पनि नलागेको पहाड चढ्ने भएछ छङ खोला बगिरहेको यहाँ ल सबिना सर त्यही भयो त यहाँ हिँड्छ त हिँड्नु न म बनाइदिन्छु म त पहिले हिँडेको छु यिनबाट केटाहरू थाकेर डोर्सो आराम पहिले तल भयो
एकदम जङ्गलको भित्र एकदम शान्त चराचुरुङ्गीको साथमा। तर आज चाहिँ एकदम शीतल छ। जति शीतल भयो भने पसिनै पसिना छ। घाम चाहिँ लागेको छ तर यो मान्छे चाहिँ अर्जेन्टिनाको फ्यान रहेछ। तर हारेको अवस्था हारेको झेल्ली टिना भन्ने नाम छ अहिले त। बिचरा गोल्डन बुट, गोल्डन बल, गोल्डन ग्लोभ, टर्फी सबै अर्काले लगाएमा फिफाको बेस्ट प्लेयर भनेर अब हामी अन्डा खाने ल हामी चाहिँ अब यहाँ अन्डा केटाहरूले फेरि खाएको खाइहाल्छ कि हिँड्नमा धेरै खाना ठिक्क छ। मलाई त खासै भोक लाग्दैन केटाहरू इनर्जी ड्रिङ्क त अलिक माथि खाने होला। तिनवटा भयो त मिसँग एउटा एक्स्ट्रा ल्याइयो आफूलाई छ नि अझै छ नि अन्त तिमीले दुईवटा मलाई तिनवटा हो क्या तल त अघि खाइस् नि तल त्यही पनि त त्यही हो नि त्यही त तिम्रो उसको मकै सट्टा हामीले उसको सट्टा आएको मकै एक गुन्डा छ क्या ए अन्डा जस्तो यो सिउदेखि किनेको अलरेडी पकाएर राखेको हुँदो रहेछ। टिपेर लिएर आयो। ल खानु पऱ्यो है एकछिन बन्द गर्नु पऱ्यो। हस् धन्यवाद। ले अघि मन पऱ्यो भने त्यही हो भने कस्तो मन पर्यो भन्दै थियो रोजेको तिमीले त निद्रा लाग्यो यार मलाई त। ल छ भाइ ल गर तर खालि जङ्गल गर्दो रहेछस् के। लड्लास कि लड्लास लगभग हामी टुप्पामा आउनु लाग्यो। यहाँबाट सौल वहाँ तल है सौल केटाहरू थकित भएर बस्यो पसिना आएर हाम्रो अर्जेन्टिना भोगा राखेकै सिन त कालो चाहिँ कालो यस्तो गाह्रो गरेर झरिराखौँ कोरेनहरू। हाम्रो भाइ चाहिँ मस्त चढिरहेछ। हाम्रो केटाहरू वहाँ पुगिरह ठाउँ जस्तो बवाल छ। यहाँ आउन साह्रै गाह्रो है।
तर यहाँ आएपछि त कस्तो आनन्द स्वर्ग आए जस्तो एकदम गाह्रो ठाउँमा यो चाहिँ यहाँ मोबाइलमा सबै गोजी मारेर हिँड्छन् म चाहिँ भिडियो बनाइरहेको छु 8 फुस्क्यो भने यस्तरी समाटेर हिँड्नु पर्ने छ ट्याक ट्याक यस्तो के भन्दै अरे यस्तो आमामा हेर्नु त यहाँ कति अप्ठ्यारो छ यो यस्तो ठाउँमा बिचरा मान्छेहरू झर्न कति गाह्रो छ चढ्न कस्तो लागिरहेको सोम सर मोबाइल लागिरहेको दामी हो कि मोबाइल चाहिँ आउँछले होइन झोला मात्र आइदिएको त सबै मिलेर फेरि फोन किन्न पर्ने हुन्छ नि भागमा चाहिँ 5 लाख आउनु पर्छ 20 लाख झोला राखेर आइज मोबाइल त खन्नु जानु पर्छ यसो सोम सरलाई मोबाइल खसेकै फाइदा हुन्छ त हामी चाहिँ यो सबसे टपमा आइएछ अहिले चाहिँ सबसे तब यहाँ आउँदा चाहिँ एकदम आनन्द स्वर्गमा आए जस्तो हुन्छ यो चाहिँ मेरो दोस्रो जति हो आजभन्दा ठ्याक्कै 1 वर्ष अगाडि पनि आएको थियौँ हाम्रो एकजना भाइ नआएको भएर हामी आइयो यहाँ खास नेपालको झन्डा लिएर फरफराउनु मन थियो बिर्सेछ यो है चाहिँ 8 त 8 हो तर 836 है क्या यो समुद्र सतहदेखि मैले 8,000 जस्तो लागेको थिएँ 836 हो भन्ने छ अरे 836 मिटर माथि एकचोटि 0.5 मा यो ठाउँबाट स्वर्ग आए जस्तो हुन्छ है अरू त मोबाइल खस्ने हो कि भने डर लाग्ने क्या भएको यहाँ आएर कमाएको सम्पत्ति भनेको यही मोबाइल हो यो गर्दा त मेरो खिच कस्तो डर आएको त ल यो कोरियाको झन्डा फर्र फर्रा सबसे माथि है कहाँबाट 836 मिटर यो त्यहाँबाट भने यहाँबाट कस्तो देखिने बाटो पनि हेऱ्यो रेडबुल वास्तै एनर्जी सक्यो जस्तो भयो त्यही भएर यहाँ बसेर रेडबुल खाँदैछौँ केटाहरूले बिस्कुट खाइरहेको अब यहाँ डाइरेक्ट तल
अब हामी चाहिँ स्विमिङ उसमा जाने होइन अब हामी चाहिँ एकदम शिखरमा आएर फर्किँदैछौँ है यस्तो गाह्रो छ बाटो चाहिँ जुत्ता त फाट्ला जस्तो भइसक्यो अहिले अलिक गर्मी महिना भएर खासै मान्छे नआउँदो रहेछ आउन त आएको तर त्यति साह्रो पहिला जस्तो चाहिँ रहेन रहेछ तर यहाँ आउनु त अलि मुटु भएको मान्छे आउनुपर्छ है डह्रो मुटु भएको ओहो यो मान्छे त गलत बाटोबाट आएछ नि हेर त हाम्रो बाटो हो नि हो माफ मागेर माफ दिएँ छबे मेरो युट्युब च्यानलमा स्वागत छ तैँले हो यस्तो गरिदिएको तैँले हो र आफैले गर्ने दिमाग छैन यार यस्तो हामी यस्तो बताएको कि हामी के अप्ठ्यारो छैन यस्तो त चार्ज चाहिँ सकियो त यार मोबाइलमा त यार चार्ज 30% भयो कि यार त बेकार भएछ नि हुन त फेरि चलायो भने कहाँ भिडियो खिचेको अनि आयोबाट अनि यता नि हान्न तिम्रै हो ल अब चाहिँ भिडियो गरिन्न ल अन्तिम